Welcome to my YouTube channel Salon Smart Aussie Life of Nepalese। यो सलोनको पहिलो भिडियो हो। सलोनमा मैले यहाँ अस्ट्रेलियामा बस्दा जानेका बुझेका स्मार्ट लिभिङ टिप्सहरू, एजुकेसन एन्ड करियर एडभाइस, फाइनान्शियल एन्ड सेभिङ ह्याक्स, हाउसिङ एन्ड रेन्टिङ हेल्प, टेक्नोलोजी एडभाइस एन्ड अनलाइन प्रोटेक्सन, कम्युनिटी एन्ड कल्चरल जस्ता कुराहरुमा मेरो आफ्नो आइडियाज र थट्सहरु शेयर गर्नेछु। यी सबै टिप्स आइडियाजहरुले हजुरको अस्ट्रेलियामा जीवनयापनलाई अझै सहज र सजिलो बनाउनेछ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। आज यो सलोनको पहिलो भिडियो हो र आजको पहिलो टपिक छ हामीले तपाईको ट्रान्ज्याक्सन एकाउन्टबाट एक सेन्ट पनि प्रयोग नगरी कसरी आफ्नो आम्दानी र आफ्नो परिवारको भविष्यलाई सुरक्षित राख्न सक्छौं त। यस विषयमा कुरा गर्दा म आज कुरा गर्नेछु केही इन्स्योरेन्स कभरहरूको बारेमा। पहिलो हो लाइफ इन्स्योरेन्स, जीवन बीमा। हामीले नेपालदेखि नै लाइफ इन्स्योरेन्स बारे त बुझ्दै र गर्दै आइरहेका छौं र हामीलाई थाहा पनि छ हामी लाइफ इन्स्योरेन्स किन गर्छौं। तर के तपाई यहाँ अस्ट्रेलियामा बसिरहँदा तपाईको लाइफ इन्स्योरेन्स कभर छ? यदि कभर छ भने तपाईको कभर अमाउन्ट कति छ र के को आधारमा तपाईले त्यो कभर अमाउन्ट डिसाइड गर्नुभयो त? यदि तपाईलाई केही भइहालेको खण्डमा जीवन बीमाले तपाईको परिवारको सुरक्षाका लागि रकम प्रदान गर्छ। भेरी सिम्पल। तर हामीले अहिलेसम्म अस्ट्रेलियामा लाइफ इन्स्योरेन्स पोलिसी लिएका छैनौं भने अब चाहिँ सोच्ने बेला भएको छ है। हामीलाई लाइफ इन्स्योरेन्स पोलिसी किन चाहिन्छ त? यदि तपाईलाई भोलि केही भइहाल्यो भने तपाईको परिवारको मुख्य खर्च लिभिङ कस्ट भनेकै यहाँको रेन्ट अथवा मोर्गेज हो। यदि हामी नहुँदा कमसे कम हाम्रो परिवारले रुफ एबभ द हेड अथवा भनौं आवासको ग्यारेन्टी पाउनुपर्ने हुन्छ। हामी त्यसैका लागि हाम्रो परिवारको लागि सहज होस् भनेर हामी लाइफ इन्स्योरेन्स गर्छौं। आजकल त कतिपय बीमा कम्पनीहरूले लाइफ इन्स्योरेन्सलाई मोर्गेज प्रोटेक्सन स्किम अथवा मोर्गेज के तपाईलाई केही भइहालेको खण्डमा तपाईको बाँकी अमाउन्टको मोर्गेज पे गर्ने गरेर धेरै स्किमहरू पनि लिएर आइरहेका छन्। त्यस्तै अर्को कभर हो टोटल एन्ड पर्मानेन्ट डिसेबिलिटी कभर। यदि केही कारणवश अथवा दुर्घटनावश र या भनौं तपाईलाई जघन्य रोगका कारण तपाई आफ्नो दैनिक काममा जान नसक्ने अवस्थामा पुग्नुभयो, सधैँका लागि भनौं, यो चाहिँ सधैँका लागि दैनिक काममा जान नसक्ने अवस्थामा पुग्नुभयो भने टोटल पर्मानेन्ट एन्ड डिसेबिलिटी कभरले तपाईलाई ठूलो रकम प्रदान गर्न सक्छ। यो रकम जीवन बीमा भन्दा पनि ठूलो हुनुपर्छ किनभने यसले तपाईको परिवारको भविष्य सँगसँगै तपाईको हेरचाह र तपाईको स्याहार सुसारको लागि पनि कभर गर्ने पर्ने हुन्छ। अर्को एकदमै महत्त्वपूर्ण इन्स्योरेन्स चाहिँ इन्कम प्रोटेक्सन हो। यो चाहिँ युजुअली छोटो समयका लागि पाइने कभर हो। जस्तै तपाईलाई केही दुर्घटना अथवा बिमारीले छोटो समय या भनौं 1 देखि 1.5 वर्ष जस्तो समयलाई तपाई काम गर्न असमर्थ हुनुभयो भने इन्कम प्रोटेक्सनले तपाईलाई एज अ स्यालेरी 2 to 5 इयर्सको पिरियडसम्म पे गर्न सक्छ। यो चाहिँ युजुअली तपाईको अहिले कमाइरहेको इन्कमबाट 70 to 80% जस्तो एक्जाम्पलको लागि तपाई 5000 मन्थली कमाइरहनु भएको छ भने तपाईलाई केही परिआएको खण्डमा 80% अफ 5000 तपाईलाई अप टु 2 to 5 इयर्स पे गर्न सक्छ। यो इन्स्योरेन्स किन पनि एकदमै धेरै इम्पोर्टेन्ट छ भने हामीलाई थाहा छ कि हामी नेपालीहरुको त्यति धेरै सेभिङ गरिराख्ने बानी छैन र तपाई के अकस्मात बिरामी पर्नुभयो भने तपाईको डेली एक्सपेन्सेस जस्तै मोर्गेजेसहरु कभर गर्नको लागि तपाईसँग भएको उपाय के छ त? त्यसले इन्कम प्रोटेक्सन एकदमै धेरै इम्पोर्टेन्ट कभर हो। र अब यी सबै कभरहरुको कुरा आज म किन गरिरहेको छु भने यी सबै कभरहरु तपाईले पहिले नै तपाईको सुपर फन्डबाट पाइरहनु भएको पनि हुन सक्छ या तपाई पाइरहेको भए पनि अनभिज्ञ अथवा तपाई डिफल्ट अमाउन्ट अथवा डिफल्ट कभर अमाउन्टमा हुन सक्नुहुन्छ। त्यो भनेको के हो भने यदि तपाई डिफल्ट कभर अमाउन्टमा हुनुहुन्छ भने तपाईको कभर अमाउन्ट निकै नै थोरै छ। र हामीले बुझ्न पर्ने कुरा के हो भने हामी हरेक मान्छेको एउटा छुट्टै रिस्क एपिटाइट अथवा रिस्क बियरिङ क्यापासिटी हुन्छ। यो रिस्क एपिटाइट चाहिँ तपाई
आफ्नो सञ्चित रकम, तपाईसँग भएको सम्पत्ति, एसेट्स सबै कुराहरूले निर्धारण गर्छ। अब तपाईले आफ्नो रिस्क एपिटाइट कसरी क्याल्कुलेट गर्ने त? इट्स भेरी सिम्पल प्रोसेस। तपाईसँग भएको सञ्चित रकम सबै कुराले यदि तपाईलाई केही भइहालेको खण्डमा तपाईको सञ्चित रकमले तपाईको फ्यामिलीलाई कहिलेसम्म सपोर्ट गर्न सक्छ त? यी सबै कुराहरू विचार गरेर तपाईले आज नै आफ्नो रिस्क एपिटाइट अथवा तपाईको रिस्क लेभल क्याल्कुलेट गर्न सक्नुहुन्छ र तपाईको कभर अमाउन्ट डिसाइड गरेर तपाईको आफ्नो सुपर फन्डमा गएर लगइन गरेर त्यहाँ सुपर फन्डको इन्सुरेन्स अप्सनमा जानुहोस् र म्यानेज इन्सुरेन्स अप्सन प्रयोग गरेर तपाई यो कभर अमाउन्ट आफ्नो रिस्क एपिटाइट अनुसार चेन्ज गर्न सक्नुहुन्छ। यसको फाइदा के भने तपाईले सुपर फन्डबाट जब इन्सुरेन्स गर्नुहुन्छ एक त तपाईको प्रिमियम पनि कम हुन्छ, अर्को कुरा चाहिँ तपाईको डेली ट्रान्ज्याक्सनबाट 1 सेन्ट पनि खर्च गर्नु पर्दैन। त्यसको भनेको तपाईको अहिले भइरहेको ट्रान्ज्याक्सन फ्लोलाई त्यसले केही पनि इफेक्ट गर्दैन। आज मैले दिन खोजेको मुख्य टिप्स के भने जुन रकम तपाईलाई केही नभएको खण्डमा 60 वर्ष पछाडि मात्र प्रयोग गर्नुहुन्छ त्यो रकम प्रयोग गरेर तपाईले आजको आफ्नो आम्दानी र भोलिको तपाईको परिवारको भविष्यलाई सुरक्षित राख्न सक्नुहुन्छ। त्यसैले आजै गएर आफ्नो सुपर फन्डबाट इन्सुरेन्स किन नलिने त? यदि तपाईले लिइराख्नु भएको छ भने आफ्नो रिस्क एपिटाइट अनुसार पोलिसीलाई चेन्ज गर्नुहोस् र छैन भने तुरुन्त इन्सुरेन्स लिइहाल्नुहोस्। यो टिप्स यदि यहाँलाई मन पर्यो भने यो सलोनको पहिलो भिडियोलाई कृपया थम्स अप दिनु होला र आफ्ना साथीभाइहरूलाई पनि शेयर गर्नु होला अनि मेरो च्यानल सलोनलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस्त धन्यवाद। This content is for general information only and does not constitute financial advice. Please consult a licensed financial advisor before making any financial decisions.